नमस्कार यहाँहरु सबैलाई म डाक्टर केबी पौडेलको तर्फबाट हार्दिक नमन टक्राउन चाहन्छु। विशेष गरी केही दिन अगाडि मात्रै मध्य प्रदेशका मुख्यमन्त्री जसले हाम्रो मधेसमा असाध्यै धेरै चरम लापरवाही छ, त्यो लापरवाहीको कारणले गर्दाखेरि यहाँ यदि हामीले राखेका केही कुराहरूको माग पूरा हुँदैन भने हामी यो एसई परीक्षाको लागि चाहिँ सपोर्ट गर्दैनौं र यो एसई बोर्डबाटै हामी चाहिँ टाढा रहन्छौं भनेर मुख्यमन्त्रीज्यूले भन्नुभएको एउटा समाचार मैले हेरेको थिएँ। त्यसको साथसाथै अब आज त पहिलो दिन इंग्लिश सब्जेक्टको परीक्षाको दिन हो। सर्वप्रथम आजको यो एसई परीक्षामा सम्मिलित हुनुहुने सबैजना भाइ बहिनीहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु। यो एउटा आइरन गेट हो, यसलाई तपाईहरुले राम्रोसँग अगाडि बढाउनु होला। आफ्नो भविष्यको एउटा बाटो तय गर्ने र एउटा त्यो बाटो हो जसले तपाईहरुलाई भोलि फेरि पटक पटक दिन्छु भनेर आउने चीज होइन। यसले आउँदा दिनहरुको मूल्याङ्कन गर्नको लागि एउटा बाटो पनि बन्नेछ। त्यसैले यहाँहरुको मैले उज्जवल भविष्यको कामना गर्न चाहे। यो सँगसँगै भर्खरै मात्रै डिप न्यूज भन्ने एउटा न्यूजले अथवा लाली गुराँसले अथवा निकै एउटा न्यूजले यो समाचार बजाइराख्नु भएको छ। भर्खरै मात्रै जनकपुरमा एसई परीक्षा सुरु भएको 1 घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भएको छ। जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र बाहिरिएको बताइए पनि कुन केन्द्रबाट यो भएको हो भन्ने बारे अझै केही प्रष्ट जानकारी आएको छैन। यस घटनाबाट केन्द्र अध्यक्षकै संलग्नता हुन सक्ने अनुमान गरिएको छ। हेर्नुहोस् है, एउटा लापरवाहीको पनि हद हुन्छ, सीमा हुन्छ। परीक्षा सञ्चालन हुँदैछ, परीक्षा सञ्चालन हुँदै गर्दाखेरि यता प्रश्नपत्र आउँछ, यसमा दोषी को? हेर्नुहोस् है, हुन त हाम्रो देश हो, यहाँ जस्तो पनि हुन्छ, जे पनि गर्न पाइन्छ, मान्छेहरूको त्यही सोच छ। किनकि राजनीति अत्यन्तै अधोगतिमा लागेको, जनताको विश्वासलाई, जनताको समस्यालाई सम्बोधन गर्ने खालको होइन। आफ्नो परिवारवाद र आफूभन्दा माथि उठ्न सकेका कुनै पनि नेताहरू देखिँदैनन्। अधिकांश, सबै होइनन्। केही गर्छु भनेर आएका व्यक्तिहरूलाई पनि निमोठेर यिनीहरूले खोरमा खादिराखेका छन्। केही गर्छु भनेर नयाँ केही भिजन भएका र पुरानै पार्टीहरूमा पनि केही भिजन भएका मान्छेहरू छन् जसले सदनमा र संसदमा राम्रै आवाज पनि उठाइराखेका छन्। जस्तै हिजो सदनमा राष्ट्रपार्टी सांसद सुमना श्रेष्ठले उठाउनु भएको कुरा हैन, एउटा रेस्लिङको लागि चाहिँ यही संसद भवनमै तयार गरिदिनु पर्यो, तपाईहरु पार्टीका यही जुट्नुहोस्, तर ती विद्यार्थीहरूलाई पढ्ने वातावरण निर्माण गरिदिनुहोस्, लड्ने वातावरण होइन भनेर, अथवा माननीय सुनिल शर्माजीले उठाउनु भएको कुरा जो हुन्छ, स्वास्थ्य मन्त्रीलाई अगाडि राखेर जनताले कर तिर्छन् र स्वास्थ्य बीमा पनि गर्छन्, उपचार पाउने बेलामा राज्यसँग पैसा छैन सकियो भन्ने यस्ता गैर जिम्मेवार कुरा गरेर जनतालाई यो खालको अवस्थामा पुर्याउनु हुँदैन भन्ने कुरा, अथवा अर्थमन्त्रीज्यूले चाहिँ अब हामीसँग पैसा छैन, जति पनि विदेशबाट आउने सहयोग थियो केही सहयोगहरू रोकिएका छन् र देशलाई अगाडि बढाउनको लागि अब राज्यसँग पैसा छैन भनेर अर्थमन्त्रीज्यूले भन्नु र प्रधानमन्त्रीज्यू त कुरै नगरौँ, उहाँ त जति बेला जे पनि भन्दिनुहुन्छ, उहाँलाई के लाग्छ कति बेला त्यही भनिदिने हो। त्यसैले यो एउटा गम्भीर र अत्यन्तै यस्तो गाह्रो अवस्थामा राज्य अहिले अगाडि बढिराखेको छ। जोसँग भिजन छ, केही गर्छु भनेर आउँछन् तर दिँदैन। जसरी बालिन शाहलाई अहिले 3-4 महिना भइसक्यो एउटा चाहिँ काठमाडौँ महानगरको लागि सचिव नपठाइदिनाले गर्दाखेरि
त्यहाँ 3-4 महिनादेखि शिक्षक शिक्षिकाहरूले तलब पाएका छैनन्, महानगरलाई सफा गर्दै गरेका सफा गर्ने व्यक्तिहरूले जागिर पाएका छैनन्, अथवा यावत चिजहरू छन्। तर यो भद्रगोल अवस्था वास्तवमा यो यी राजनीति भन्ने गैर राजनीतिक होइन अवैध राजनीतिकहरू यिनीहरूले गर्दा देश आज अत्यन्तै ठुलो बडखालोमा परिराखेको छ। यस्तो स्थितिबाट बचाउनको लागि अवश्य पनि बिस्तारै युवाहरू जाग्दैछन्, नयाँ नयाँ पार्टीहरू आउँदैछन्, नयाँ युवा जोस जागरहरू आउँदैछन्, बिस्तारै चुनाव पनि आउला र यसले छिनोफानो पनि गर्ला। तर जुन यो जनकपुरबाट आज यो प्रश्नपत्र परीक्षा अगावै बाहिरियो, यो भने अत्यन्तै दुःखद कुरा छ। यस्तो हुनु हुँदैन थियो जस्तो मुख्यमन्त्रीज्यूले भन्नुभएको थियो। परीक्षा बोर्डबाटै हाम्रो मध्य प्रदेश चाहिँ अलग भनेर जहाँ उहाँ अलग हुनु र अहिले प्रश्नपत्र चाहिँ परीक्षा हुँदै गर्दा पहिल्यै आउट भइसक्नु, यो भनेको सुखद कुरा होइन, यो अत्यन्तै दुःखद कुरा हो। किनकि जसले मेहनत गरेर अगाडि बढेका भाइ बहिनीहरू छन् उनीहरूको लागि त यो ठुलो धोका हो। त्यसैले यो यस्तो चाहिँ देशमा यो मती भ्रष्टहरूले, दलालहरूले, घुसखोरीहरूले गर्दा देशलाई अत्यन्तै अप्ठ्यारो अवस्थामा पुर्याएका छन्। आशा छ यस्ता चिजहरूबाट हामीले मुक्ति पाउनेछौँ र भोलिका दिनमा यस्ता नहुन् भनेर हामी सचेत पनि गराउन चाहन्छौँ। र विद्यार्थी भाइ बहिनीहरू, यो विद्यार्थी भाइ बहिनीहरू माथिको ठुलो खेलबाड हो। यस्तो खेलबाड कसैले पनि गर्न पाइँदैन। प्रश्नपत्र पहिल्यै आउट गरेर केन्द्राध्यक्ष होस्, मुख्यमन्त्री होस्, मन्त्री होस्, प्रधानमन्त्री होस्, जोसुकै होस्, तर यस्तो गैर जिम्मेवारीपन शिक्षाको क्षेत्रमा गर्न हुँदैन। यस्तो चिजलाई रोक्नुपर्छ भन्न चाहन्छु।